सम्पूर्णमा नमस्कार। म लक्ष्मण नेउपाने एउटा सानो गजल वाचन गर्न गइरहेको छु। कृपया अन्तिमसम्म हेरेर प्रतिक्रिया दिनुहोला। बाँकी गजलबाट। कुर्सी सेवा हो भनी किन यत्रो लहर देखिन्छ? कुर्सी सेवा हो भनी किन यत्रो लहर देखिन्छ? जनता मालिक हुन् भने किन सधैँ डर देखिन्छ? जनता मालिक हुन् भने किन सधैँ डर देखिन्छ? घोषणापत्र किताब हो कि चुनावी जादु? घोषणापत्र किताब हो कि चुनावी जादु? जितेपछि खोल्दा किन पाना हराएको देखिन्छ? जितेपछि खोल्दा किन पाना हराएको देखिन्छ? कुर्सी सेवा हो भने किन यत्रो लहर देखिन्छ? कुर्सी सेवा हो भने किन यत्रो लहर देखिन्छ? जनता मालिक हुन् भने किन सधैँ डर देखिन्छ? जनता मालिक हुन् भने किन सधैँ डर देखिन्छ? भ्रष्टाचार विरुद्ध माइकिङ हुन्छ गल्ली गल्ली चोक चोकमा। भ्रष्टाचार विरुद्ध माइकिङ हुन्छ गल्ली गल्ली चोक चोकमा। कुर्सी पाउँदा त्यो आवाज किन बहिरो भएको देखिन्छ? कुर्सी पाउँदा त्यो आवाज किन बहिरो भएको देखिन्छ? कुर्सी सेवा हो भने किन यत्रो लहर देखिन्छ? जनता मालिक हुन् भने किन सधैँ डर देखिन्छ? जनता मालिक हुन् भने किन सधैँ डर देखिन्छ? आन्दोलनमा बलिदान, शासनमा सम्झौता। आन्दोलनमा बलिदान, शासनमा सम्झौता। सिद्धान्तको मूल्य किन यति सस्तो भएको देखिन्छ? सिद्धान्तको मूल्य किन यति सस्तो भएको देखिन्छ? कुर्सी सेवा हो भने किन यत्रो लहर देखिन्छ? कुर्सी सेवा हो भने किन यत्रो लहर देखिन्छ? जनता मालिक हुन् भने किन सधैँ डर देखिन्छ? जनताको नाम जपेर व्यापार हुँदै गएको इतिहास साँची छ। जनताको नाम जपेर व्यापार हुँदै गएको इतिहास साँची छ। जनताकै पीडा सुन्ने देशभक्त योद्धा कुर्सीमा कहिले देखिन्छ? कुर्सी सेवा हो भने किन यत्रो लहर देखिन्छ? कुर्सी सेवा हो भने किन यत्रो लहर देखिन्छ? जनता मालिक हुन् भने किन सधैँ डर देखिन्छ? जनता मालिक हुन् भने किन सधैँ डर देखिन्छ?